हुन्छ स्टार्ट गर्दिनु ल। माथि कता डाँडातिर छ होइन, एउटा हावाघर थियो अरे होइन। अनि त्यहाँ चाहिँ म जस्तै एउटा डल्ले डल्ले परेको केटा अनि डल्ले डल्ले परेको अर्को केटी थियो अरे, बसेको थियो अरे होइन, डेटिङका होला भनेर। अनि केटाले भन्दैछ अरे, ए आकाशमा कुद्छ बादल, घर चाहिँ त्यसको सागर, पिरती जुरे खास होला, यो घरमा तिम्रै बास होला। ए सीता है लाउनु सिमीलाई, यो मुटु दिए तिमीलाई, भाग्यले चुमे त गुनीलाई, तिम्रै पो हुन्थ्यो म जुनीलाई। केटी पनि के कमी होइन सुरक्षा, केटीले पनि भन्दैछ अरे क्या, ए पोखथाङलुङमा भाग्दैछौ। पोखथाङलुङमा भनेको चाहिँ हिमाल रहेछ होइन लिम्बू भाषामा। म पनि लिम्बू हो, तर म चाहिँ अलिक बिग्रेको लिम्बू परेर भाषा चाहिँ त्यस्तो आउँदैन। केटीले भन्दैछ अरे उपमा, ए पोखथाङलुङमा भाग्दैछौ, भिरालो कथा आँट्दैछौ, छातीमा भित्र दाग लाग्ला है, छुट्टीमा जाँदा पाप लाग्ला है। ए पानी है पर्दा झरर, चखेवा जोडी सरर, चोखो भाचे लप पर्ने हो, परेपछि सँगै पो मर्ने हो। गजबै भन्छ अरे क्या भानु अङ्कल म जस्तै केटा। अनि उसले भन्दैछ अरे क्या, ए घुमौरो होला यो बाटो, ए घुमौरो होला यो बाटो, म परे फेरि अलि लाटो, अलमले तान्दै अघि सर्नु, भुलहरू भए माफ गर्नु। केटीले भन्दैछ अरे फेरि क्या, ए अप्ठ्यारो होला उकाली, आही त हाले आम खाली, मनको ढुडुकी छाम्नु है, जहिले हात थाम्नु है। अब चाहिँ म भन्छु है हजुरहरूलाई, ए यमको आयु जोखिँदा, यम भनेको चाहिँ समय रहेछ होइन, हाम्रो गाउँतिर बडीहरूले ड्याम भन्छ हो, त्यो ड्याम होइन। यमको आयु जोखिँदा, भान्सामा भाँडा ठोकिँदा, भान्सामा भाँडा ठोकिन्छ त होइन, हामी ब्याचलरहरूको त ठोकिन्छ, विवाहित दाजु दिदीहरू होइन अङ्कल आन्टीहरू हुनुहुन्छ होला, ठोकिन्छ नि त होइन सर भान्सामा भाँडा। अनि त्यो यमको आयु जोखिँदा, भान्सामा भाँडा ठोकिँदा, चरीको घर चाहिँ सिन्कैले, मान्छेको घर चाहिँ बन्छ केले, केले पो बन्छ हौ मान्छेको घर, ए दनन आगो बल्दाखेरि, सेकमोरी ओइलाई झर्दाखेरि, शीतल बन्छ छायाले, मान्छेको घर चाहिँ मायाले। थ्याङ्क यू सो मच हजुरलाई। मायाले संसार थान्छ भन्नलाई पनि हो यो कविता। अनि मैले पूजन दिएर अनुपमा के अरे